भारतको प्रख्यात निरञ्जनी अखण्डका प्रमुख आचार्य महामण्डलेश्वर स्वामी कैलासानन्द गिरीले आइतबार लुम्बिनी प्रदेश अन्तर्गत पाल्पा जिल्लाको तिनाउ गाउँपालिका 3 बसन्तपुर डाँडामा अवस्थित कामाख्या फाउन्डेसन मन्दिरको दर्शन गर्नुभएको छ। बुटोलको गोलपारक बामघाटबाट सुरु हुने लुम्बिनी केबल कारको प्रयोग गर्दै कामाख्या मन्दिरको दर्शन गर्नुभएको हो। केबल कारको करिब 10 मिनटको यात्रामा 2.6 किलोमिटर दूरी पार गरी मन्दिरसम्म पुग्न सकिन्छ। स्थानीयवासी तथा धार्मिक सङ्घ संस्थाका प्रतिनिधिहरूले स्वामी गिरीलाई भव्य स्वागत गरेका थिए। दर्शनपछि आयोजित विशेष धार्मिक सभामा गिरीले आध्यात्मिक उन्नति, धर्मको संरक्षण र मानव जीवनमा संस्कारको भूमिकाबारे नेपाल भारत बीचको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्ध झन मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो। रूपम देहि यशो देहि दिशो जहि, मुझे यश दो और दसों दिशाओं में मेरा यश हो, दसों दिशाओं में मेरा यश हो। तो कामाख्या फाउन्डेसनका पदाधिकारीहरूले स्वामी गिरीलाई मन्दिर निर्माण तथा सामाजिक सेवामा जारी योजनाबारे जानकारी गराएका थिए। धार्मिक पर्यटन प्रवर्धनका उद्देश्यले सञ्चालनमा ल्याउन लागि लुम्बिनी केबल कार परियोजनाको प्रगति अवलोकन गर्दै महामण्डलेश्वर गिरीले उक्त परियोजनाले बुद्ध भूमिलाई विश्व धार्मिक पर्यटन केन्द्रसम्म पर्यटनको प्रवर्धन गर्ने कुरामा विश्वास व्यक्त गर्नुभयो। बुद्ध भूमिलाई विश्व धार्मिक पर्यटनको केन्द्रसम्म पुर्याउने कुरा विश्वास व्यक्त गर्नुभयो। उहाँले लुम्बिनी क्षेत्रको समृद्धिका लागि धार्मिक संरचनाको विकास र संरक्षण अत्यन्तै आवश्यक रहेको बताउनुभयो। भारतको आसाम राज्य स्थित प्रसिद्ध शक्तिपीठ कामाख्या मन्दिरको प्रतीक स्वरूप लुम्बिनीमा निर्माणाधीन मन्दिरले नेपाल भारत धार्मिक सम्बन्धलाई अदृष्ट बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँको भ्रमणले लुम्बिनी क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटन विकासमा थप उत्साह थप्ने अपेक्षा गरिएको छ। भ्रमणका क्रममा नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँड, प्रतिनिधि सभा सदस्य मन्जु खाँड, बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे, पूर्व सांसद प्रमोद यादव, लुम्बिनी केबल कार अपरेसन म्यानेजर दिल्ली नारायण कायस्थ, धार्मिक सङ्घ संस्था तथा स्थानीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो। नेपालमा धार्मिक जागरण ल्याउन, पर्यटन प्रवर्धन गर्न, आर्थिक विकासमा भारतको धार्मिक तथा आध्यात्मिक क्षेत्र सधैँ तयार रहेको उहाँले बताउनुभयो। नेपालमा रहँदा स्वामी कैलासानन्द गिरीले धार्मिक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै नेपाल भारत बीचको सांस्कृतिक सम्बन्धलाई झन सुदृढ बनाउन पहल गरिरहनु भएको पूर्व गृहमन्त्री बालकृष्ण खाँडले जानकारी दिनुभयो। खाँडका अनुसार गिरीको नेपाल भ्रमणले दुई देशबीचको धार्मिक र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ।